ल आज हाम्रो पसलमा बिहानै हाम्रो गाउँको दाइ आउनु भएको छ। दाइले मैले कमेन्ट गरेको देख्छु, तर फलो गर्नु भएको छ कि नै? फलो त गरेछु होला। हेर खोइ हेर फलो गर्नु भएको छ भने मैले उहाँलाई गिफ्ट दिन्छु है। ल एकछिन स्किप गर, म फलो गर्नु भएको छ कि नै हेर्छु। गरे जस्तो लाग्यो ए सुरुमा आयो थारू गाना फलो गर्नु भएको रहेछ। हाम्रै थारू गाना हो। ल मेरो चाहिँ भाइरल पसल चोरबारा ल पास हुनुभयो है, तर मेरो भाइरल पसल बन्द गर्नु भएको छ कि नै? टिकटक खोल्ने बित्तिकै हाम्रो भिडियो आउँछ त नि। फलो गर्नु भएको छैन मलाई। ल मैले फलो गरेँ। अब थारू गानालाई चाहिँ फलो गर्नु भएको रहेछ। मैले उहाँलाई आज एउटा गिफ्ट दिन्छु है। थारू गानाको गिफ्ट दिनुपर्ने रहेछ, तर मैले भाइरल पसलबाट मैले अहिले फलो गरेँ। उहाँलाई मैले 400 को फ्रेम गिफ्ट गर्छु है त। ल यो फ्रेममा चाहिँ मैले दाइले फोटो हालेर दिन्छु। हाम्रो अर्को च्यानलले फलो गरेको भएर है थारू गानालाई चाहिँ फलो गर्नु भएको रहेछ। मेरो भाइरल पसललाई चाहिँ गर्नु भएको रहेनछ। अहिले चाहिँ मैले फलो गरेर अब त्यो अर्कोबाट भयो नि मैले यो गिफ्ट दिँदैछु। तपाईँहरूले पनि सबैले फलो गरेर राख्नु होला है त। ल दादा के भन्नु छ? भयो माफ माग्नु, अब मैले फलो गरेन। ल फोटो बनाइदियो है।